हामीले आज बेला हौँ र आज हामी यताडि सालसम्म जानुवाला हौँ र हेरौँ के हुन्छ म चाहिँ धेरै बेला आउने लास्टसम्म बनेर न लाइक सब्सक्राइब गर्न नयाँ भएको भए लाइक सब्सक्राइब गर्नु अनि पुरानी हो भने लाइक मात्र गर्नु कमेन्ट पनि गर्नु। अब जाउँ हाम्रो यात्रामा। बसमा आउन त आसी बाबा अगाडि पछाडि अङ्कल अगाडि मेरो मुमै हेरेको छु। मम्मी यतापट्टि हुनुहुन्छ अनि बाबा चाहिँ उता उभिरहनु भएको छ है यहाँ मस्तले। म त बस्न पाइदियोस्। तपाईँ चाहिँ लाइक सब्सक्राइब गर्नुहोस्। बाबा यहाँ आउँछ मम्मी यहाँ आउँछ है अनि एउटा समस्याको लागि अहिले हामी यहाँ आएको धेरै नै भोक लागिरहेको क्या त्यही भएर अब हामी समोसा खान्छौँ दोचेर जान्छौँ। साल नदी पुग्न छोड्यो त्यो लागि हिँड्नु भयो थोरै यहाँबाट बस बनाएको मम्मी पछाडि हुन्छ बाजा अगाडि कुदिरहनु भयो एक्लै जसलाई थाहा छैन त्यही कुदिरहनु भयो है अब हामी जाँदैछौँ त्यही गएर भेट्छु ल हेरौँ के हुँदैछ त्यहाँनिर मेरो तेस्रोपल्ट आउँछौँ साली नदीको यो बाफ्रे यहाँ भिड त के हो यार गाइस भिड त यति भिड छ कसैले केही गर्न सक्दैन यहाँ फेरि महँगाइ यति महँगाइ छ फेरि कसैलाई थाहा छैन यहाँ यो मरी पाउँछ अरे के पाउँछ अरे वहाँ गाडी नचल्ने ठाउँमा पनि गाडी त्यहाँबाट चल्न आँट्छ र बाबा र मम्मी चाहिँ आउँछ हेलो बाबा हेलो 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 गरेर बस्नु अनि यता चाहिँ त्यो भिडभाडमा हामी हिँड्दैछौँ के किन्ने होला नि बुढे महँगो छ अरे अघि ठग्ने भन्नुभएको छ अहिले यस्तै अहिले चाहिँ हामी गाडी गयौँ गाडी हामी लडिरहेको कता लड्यो बाबा नछोड्नु म यहाँ हलाउँछु अहिले साली नदी त यस्तो छ गाइस यहाँ मान्छेहरू नआउँछन्। मेरो क्यामेरा थोरै हल्लेको त्यसलाई गेट नआउनु धेरै मान्छेहरू जम्मा भएको छ नि यस्तो नजारा यहाँबाट र उतानिर हिमाल त आकृति बनाएको छन् यताबाट उता फवरा जस्तो के छ त्यहाँबाट पानी आउँछ। यहाँ चाहिँ सबैजना ढोक्न आँटनु भएको थियो म पनि के गराउँदै म पनि ढोकिदिएको यहाँ जसलाई इच्छा लाग्यो त्यसलाई भाडा त्यति हो क्या। ब्राह्मणीको कुटी हेर्न कुटी त सानो घर यो माताको कुटी हेर्नेलाई दिन्छ है। गुमा ब्राह्मणीको कुटी भित्रबाट यस्तो देखेर पैसा थियो अस्ति नै हामी आउँथ्यौँ नि यस्तै थियो गाइस सानो कुटी रहेछ है यस्तो रहेछ चिप्लो बाटो छ ब्यागी प्याक छ यहाँ चाहिँ खै किन ढोग्नु पर्दो रहेछ यहाँ पनि ढोग्नु पर्दो रहेछ। यहाँ चाहिँ तिल गहुँ चामलदेखिको यो तितौरासम्मको छुँदै अहिले हामी यहाँनिर शिवको वेशमा आएको मेरो बा पछाडि हुन्छ म अगाडि छु धेरै प्याक छ तपाईँलाई थोरै नराम्रो कम्फर्टेबल छैन होला देख्नमा अहिले म चाहिँ यहाँनिर टिका लगाएको छु र यहाँनिर मैले माइक पर्खेर गेस नगर्नु किनकि म यत्तिकै परिरहेको थिएँ यहाँनिर मैले अन पनि गर्न बिसारेको छु साउन्ड थोरै सुनेर होला है मेरो बाबाले क्यामेरा पगाउनु भएको थियो भएर उयो थोरै गाह्रो हुन्छ तपाईँलाई रेडी भइसक्यो धेरै राम्रो तरिकाले अहिले चाहिँ यहाँनिर मम्मीहरू पनि नदी हुन्छ र धेरै मजा आइरहेको मलाई चाहिँ यहाँनिर उयसमा र ठिक छ मेरो धेरै नै त्रिशुल यहाँ अनि के धेरै मजा आयो अब उतापट्टि फेरि जाने बेला रोटी पिङ खेल्ने बेला जाउँ हेर्ने बेला र आज मेरो बाबाले के किन्नु भएको छ अरे यो किन्नु भयो बाबाको ढाँटी लाउने यो चाहिँ फुकुटी चाहिँ बिर्स्यो ढाँटी लाउने बिर्स्यो हैन त किन्नु भयो क्या
11 त्यही हो अब हेरौँ के हुन्छ उता अब उता हामीले सहयोग गरेका हौँ र मेरो नाम आउने बेला सुन्नुहोस् त्यसैगरी सहयोगका क्रममा आर्यन्स घिमिरेले पनि आफ्नो उज्जवल भविष्यको कामना गर्दै भगवान श्री माधव नारायणको मूल मन्दिर निर्माणमा रु 120 सहयोग गरी पुण्य लाभ कमाउनु भएको छ। हामीलाई भित्र जाने दिएको थियो त्यही मैले यही पोस्टरबाट रेकर्डिङबाट मैले गरेँ यहाँनिर एउटा कालो गाडीमा यहाँनिर कुद्नु पर्दो रहेछ छुनु पर्दो रहेछ थोडा अगाडि गएको त्यहाँ पनि त्रिशूल जहाँ पनि त्रिशूल यहाँ पनि त्रिशूल सरी त्रिशूल होइन शिवलिङ्ग अगाडि चाहिँ पुजारीहरू बसिरहनु भएको रहेछ यहाँनिर मलाई चाहिँ यहाँ सोध्नु भएको त्यस्तो बुझेन हामी यहाँ खाना आएको मम्मीहरूले चाहिँ रोटी तरकारी मैले चाउमिन अर्डर गरेको र हामी त्यही खानेवाला हौ यो अन्त पछि हामी थोरै गेम खेल्न पनि जानेवाला हौ उताडि गेम खेल्नेवाला छ त त्यही गएर हेर्छौँ के हुनेवाला छ आइसक्यो गाइजी सबै खेल्छौँ र अब चाहिँ हामी घर जाने बेलामा हौँ र यहाँनिर सबैजना बसेका हौँ है म बाबा यहाँ हुनुहुन्छ मम्मी त्यहाँ हुनुहुन्छ अहिले चाहिँ हामी बसेका हौँ म त जान अब हामी गाडी भए पाएपछि गइहाल्छौँ कुदेर उता पछाडि गाडी लगाएछ त्यही जाने होला जस्तो लाग्छ त्यहीबाट जाउँ ओके हामी जान हाम्रो फुकुदीकोमा अब यहीँ नजिकै छ अब त्यहीँ गएर भेटाउँछु फुकुदी त बाबा चाहिँ मेरो बाबाको चाहिँ धेरै नै हड्डी हँस्या फुकुदीमा जान पाएर छिर जाउँ त्यहीँनिर भेटी खान्छु हाम्रो मुनाङ्गेको हरकत स्टार्ट भइसक्यो ओके क्रिस्टल दादालाई सम्झेर क्रिस्टल दादे चुप्पा हाप 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 आहा हुप्पा 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 Hoppa! 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 फटा ओके अहिले चाहिँ हामी भुँदिकै माइसे खाम कतिखेर टिकटक पनि बनाएको हामीले हेर्नुहोस् दुई भाइ मध्ये एउटालाई रोज तिमीले पनि धेरै भाउन खोज दुई भाइ मध्ये एउटालाई रोज तिमीले पनि धेरै भाउन Bye guys, thank you for watching. Like, subscribe, and please subscribe, like, comment,